नमस्ते साथीहरू। आज हरिबोधनी एकादशी तुलसी विवाहको शुभ दिन। आज तुलसी विवाह हामीले यसरी गरेका छौँ किनकि मैले आज तुलसी विवाहको दिन यसरी यो तुलसीको मोठ चाहिँ तयार गरी भ्याउँछु भनेको थिएँ, तर वर्षाको कारणले गर्दाखेरि भएन। आफै सामग्रीहरू जुटाएर सबै तयार गरिसकेको थिएँ। वर्षाको कारणवश मैले यो फिनिसिङ गर्न भ्याएन। यो चाहिँ मैले कुनै मिस्त्री लगाएर गरेको होइन, आफैले यसो गुगलमा हेरेर यसको डिजाइन लाई आफूले सामग्री जम्मा गरेँ र यसरी बनाउँदै थिएँ, तर भ्याएन। आज वर्षाको कारणले गर्दाखेरि अलिकति समस्या भयो। यसरी गमलामै तुलसीको विवाह गरेका छौँ र आज यो हरिबोधनी तुलसी विवाह एकादशीको साथीहरू सम्पूर्णलाई हार्दिक शुभकामना, सुस्वास्थ्य दीर्घायु कामना र संसारभरि सुख शान्ति छाओस्, सबैले हाँसी खुसी बाँच्न पाउन्। भगवान तुलसी देवता र विष्णु भगवानले सबैको कल्याण गरून्, लक्ष्मी नारायणले कल्याण गरून्। सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु। भन्दै यो लाइभ यहीँ अन्त्य गर्न चाहन्छु। सबैको दिन शुभ रहोस्। धन्यवाद।